डार्क पैचेज अन योर स्किन सबै मेलाजमा हुँदैन। अब क्लियर रूपमा बुझौँ के कसरी छुट्याउने भनेर। मेलाजमा इट इज अ हार्मोन ड्रिभन पिगमेन्टेसन प्रोसेस। इट्स युजुअली अपियर सिमेट्रिकली, जस्तो चाहिँ गालाहरूमा बटरफ्लाई प्याटर्नमा देखिने, निधारमा चिउँडोहरूमा देखिने खालको, नाकको डाँडी माथि हुने त्यस्तो खालको हुनसक्छ। देयर आर मेनी ट्रिगर्स लाइक pregnancy, oral contraceptives, sun, and it is usually stubborn and it relapses easily after multiple treatments. त्यस्तै अरू पिगमेन्टेसनहरू के हुन सक्छ त भने नि, नम्बर 1 फ्रेकल्स जुन जेनेटिक हुन्छ र सनले गर्दाखेरि बढ्छ। र मेलाजमा र फ्रेकल्स छुट्याउने भनेको तपाईले यसो ऐनामा हेर्नुभयो, जुन तपाईले 1 2 3 4 भनेर कुनै पेनले अथवा औँलाले पोइन्ट आउट गरेर यदि त्यो गन्न मिल्छ भने त्यो चाहिँ फ्रेकल्स हो। जुन तपाईले गन्न मिल्दैन, अलिकति डिफ्युज खालको लिजन्सहरू छ भने दे आर युजुअली मेलाजमा। त्यस्तै खालको अरू पिगमेन्टेड लिजन्सहरू जस्तो एज स्पट्स अथवा सिबोरिक केराटोसिस भन्छ, युजुअली यो स्किनको माथि अलिकति स्टक अन अपियरेन्स जस्तो चाहिँ देखिन्छ र कहिलेकाहीँ माइनर लेजर्सहरू, CO2 लेजर्सहरू गरेर त्यसलाई रब गर्दाखेरि एकदम मैल जसरी निस्किन्छ, त्यो चाहिँ युजुअली सिबोरिक केराटोसिस अथवा चाहिँ एज स्पट्स भन्ने गरिन्छ। त्यस्तै खालको अर्को लाइकन प्लानस पिगमेन्टोसस भन्ने खालको लिजन हुन्छ। यो चाहिँ मेलाजमा चाहिँ अलिकति प्याची, डिफ्युज प्याची खालको लिजन्स हुन्छ भने यसले चाहिँ ओभरअल छप्पै स्किनलाई छोपेर तपाईले इभन नेकहरूमा, कानको वरिपरि छप्पै स्किन कालो हुने खालको यो जुन लाइकन प्लानस पिगमेन्टोसस भन्ने हुन्छ, यो चाहिँ अझ मेलाजमा भन्दा पनि गाह्रो हुन्छ ट्रिटमेन्टको लागि। र यसरी चाहिँ हामीले मेलाजमा फ्रेकल्स, लाइकन प्लानस पिगमेन्टोसस सँगसँगै देयर आर सर्टेन अदर स्किन लिजन्सहरू जस्तो पोस्ट इन्फ्लेमेटरी हाइपर पिगमेन्टेसन भनिन्छ, एक्ने स्कार्सहरू अथवा अरू कुनै काइन्ड अफ इन्फेक्सन, इन्फ्लेमेसन इन आवर स्किन, त्यसले गर्दाखेरि पनि पिगमेन्टेसनहरू छोड्छ, जसलाई चाहिँ PIH अथवा पोस्ट इन्फ्लेमेटरी हाइपर पिगमेन्टेसन भन्ने गरिन्छ। सो त्यो कारणले हाम्रो छालामा हुने सबै खालको पिगमेन्टेसनहरू मेलाजमा हुँदैन र यो विभिन्न खालको ट्रिटमेन्टहरू प्रोफेसनली डक्टरले नै छुट्याउन सक्छ र त्यसको लागि ट्रिटमेन्टहरू पनि फरक हुन सक्छ। जस्तो फर इक्जाम्पल मेलाजमाको लागि हजुरले स्ट्रिक्ट सन प्रोटेक्सन गर्नु पर्यो, ट्रान्क्जेमिक एसिड, ओरल मेडिसिन एज वेल एज टपिकल मेडिसिन्सहरू पाउँछ, अरू माइल्डर केमिकल पिल्सहरू र समटाइम्स एकदमै डिफिकल्ट रेजिस्टेन्ट खालको केसेसहरूमा लेजर्सहरू पनि गर्न सकिन्छ। वेयरएज धेरै हार्स ट्रिटमेन्टहरू गरे भने अझ ट्रिगर्स पनि हुनसक्छ। वेयरएज फ्रेकल्सको लागि तपाईले लेजर ट्रिटमेन्टहरू गर्न सक्नुहुन्छ, जुन क्यू स्विच्ड एन्डियाग लेजर भनिन्छ, त्योसँगै सनस्क्रिन्सको युजहरू गर्ने। त्यस्तै PIH अथवा पोस्ट इन्फ्लेमेटरी हाइपर पिगमेन्टेसनको लागि रेटिनोइड्सहरू, भाइटामिन C, ग्लाइकोलिक एसिड, नायासिनामाइडहरू प्रयोग गर्न सकिन्छ।